मात्रै निक्लिनु भए पनि पक्कै नि सत्यको जित हुन्छ नै। यो पनि ठुलै जित हो भन्छु म त। आधा न्याय चाहिँ पाइयो, आधा न्याय चाहिँ पाइयो। पक्कै पनि सत्यको विजय हुन्छ, तर ढिलो हुन्छ, पक्का हुन्छ, विजय हुन्छ। हुन्छ हैन त? एकदमै। अहिलेको सरकार, सत्यको जित पछि हुन्छ। सरकारले के भन्न चाहनुहुन्छ? अहिलेको सरकारलाई असाध्यै राम्रो नीति नियम ल्याउनु होला। यो सर्वसाधारण र अनावश्यक दुःख कसैलाई नदिनु होला। एक दिन मर्नै पर्छ हैन, यो संसार छोड्नै पर्छ। रहँदासम्म राम्रो कर्म गरेर जीवनको अन्त्येष्टि गर्नु होला। अन्तिममा राष्ट्रपालले चुनावमा कस्तो खालको चाहिँ माहौल बनाउला? एक्लै रवि लामिछाने हुन्थ्यो त्यतिखेर, 21 सिट ल्याउनु हो। अब यसपटक चाहिँ कति सिट आउला, के हुन्छ? आउला भन्दा पनि आउला भन्दा पनि यो नेपाल भरिको वासीले एकदमै हेरेर मनन गर्नु होला। हिजोको पुस्ताले के गर्नु भयो र आज आउनेले के गर्न खोज्दै हुनुभएको छ। असाध्यै आफू बुवा आमाले जान्नु भएन भने पनि छोराछोरीसँग सल्लाह सुझाव लिनु होला। पढे लेखेका हुनुहुन्छ हैन, घिसार्दै लएर यतातिर छाप लगाइदियो भर्नेको भरमा नलाउनु होला। म चाहिँ भन्छु हिजोको दिनमा हामीले नि त्यही गरे हो। यता छाप ठ्याप्प ठोकिदिनु भने नठोक्नु होला ड्याममा हैन। त्यो चाहिँ कुनमा हाल्दा यो चाहिँ कसको हो, के नामको हो, कसले लिएको भोट हो, यो हामीले छापमा त कसलाई चाहिन्छ भनेपछि घन्टीलाई छाप्दै अनि रवि लामिछानेले पाउनुहुन्छ भन्नुभएको थियो हैन। त्यो नै गरेर छोराछोरीसँग सोधेर भयो भने हजुरबा हजुरआमा सबैले एउटा हैन हामी बोलेको मात्रै हो। सुन्नु सुन्नु हैन सुन्नु मैले सुन्नु स्वतन्त्र पार्टीको भन्दा पनि साथी सुन्नु पार्टीको राजनीति बोकेर भन्दा पनि एकदमै राम्रो कामलाई बोकेर हिँड्यो। राम्रो काम जसले गर्छ उसैको, तर घन्टीले राम्रो काम गरेको भएर आज चाहिँ घन्टी गयो। दिदीले चाहिँ रविलाई भोट हाल्नुहुन्न जस्तो लाग्छ हो कि कसलाई हाल्नु? नाइन अहिले जुन खुसीमा फरक पार्टी हो, खै पार्टी त जुन पनि हुन पाइन्छ है।